वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ। हामी पनि एकदम सन्चै छौँ। धेरै पछाडि म चाहिँ भिडियो लिएर आइसकेको छु। अनि आज चाहिँ शनिबार भएको कारणले आज चाहिँ मेरो भदैनीहरूसँग पनि सँगै छौँ। अनि हामी चाहिँ आज चाहिँ के गर्ने भन्दाखेरि चाहिँ अब कोदो रोप्नु जानु छ। अनि अस्तितिर नि कोदो रोपेको भिडियो बनाउनै पाएको थिएन। अनि भ्लगमै हालिदिउँ न भनेर युट्युब च्यानलमा भिडियो नहालेको धेरै भयो नि त। अनि त्यही भएर भिडियो बनाइदिउँ न त भनेर आज हामी चाहिँ भिडियो लिएर आइसकेको छौँ। अनि आज हामी दुईजना चाहिँ कोदो रोप्नेवालामा छौँ। अनि खन्नेवालामा चाहिँ उ त्यहाँ हुनुहुन्छ डेभिड सर। डेभिड यहाँ चाहिँ त यी खन्ने मान्छे चाहिँ यहाँ छ। अनि दुईजना चाहिँ रोप्ने। अब हामी चाहिँ जानु लागेको नि तपाईँहरूलाई नि देखाउनु पऱ्यो भनेर नि हेर्दै गर्नु होला। अब हामी मकै बारी जान्छौँ, त्यस पछाडि फेरि भिडियोको साथमा आउनेछौँ। मस्त ट्याटे। अब हामीहरू चाहिँ बारीतर्फ लागिसक्यो। मेरो चाहिँ फेरि फोनको नि स्पिकर बिग्रिएको छ, घरि साउन्ड आउँछ घरि आउँदैन। साउन्ड आएन भने मतलब सानो भइसक्यो भने नरिसाउनु होला साथीहरू। फर्स्टमै हिलो लाग्यो। अब हामी चाहिँ मकै बारी दर्याम बिउ परै लगिसकेको छ हो। ए मकैहरू पनि पाकिसक्यो। तपाईँहरूकोतिर कस्तो रोप्छ? अनि हाम्रो चाहिँ मकै बारीमै रोप्छौँ कोदो। अस्ति हाम्रो बिउले पुगेको थिएन। अनि त्यहाँबाट रोप्नै पाएको थिएन। अब बिउ चाहिँ खोइ त भन्दै नि बिउ खोज त उ त खोज्नु बिसाउनुहुन्छ। ल्याउनु ल्याएको छैन माथि तलतिर हेर त। ल कोदो रोपेको भिडियो बनाउँछु ल। संस्कृति हजुर बोल्दै भिडियो बना त ल। कस्तो बोल्छ एउटा के काम हराउँदैछस् त? त्यही कामले त गर्न खोज्दैछु त भनेपछि अझै मेप्लिने छु कि मिना। देश तथा विदेशमा रहने महानुभाव छ नि। उद्यान दाजुकोबाट पनि सिर्जनाकोबाट पनि सबै देखिरहेछ। त्यहाँसम्म पुग्छ कि पुग्दैन एकछिन होइन पुग्न त पुग्छ कि एकछिन गर्नु। यहाँ सबै हात दुखेर यतिकै गाडी राख्न। त्यो हात सुसु गर्नु पर्दैन। तेह्र मुठा रोप्नु होइन नि। कति रोपिस् तैँले? मैले यहाँ 7 मुठा लिएको थिएँ। एक मुठाले त डेप्टे यहाँको 1 मुठा लानुभयो क 13 मुठा पर्छ। 13 मुठा रोप्नुपर्ने सबैले। डेबिटीले चाहिँ 2 मुठा रोप्दै सक्यो। डेप्टीले चाहिँ 2 मुठा 2 मुठा रोपिसक्यो। नभए हाम्रो कति मुठा? 13 के ग 13 तले 12
ना कि गेममा हारेको छ चटपटी किन्नु मिल्नुपर्छ ल 200 200 को किन्छु त तेरो 100 रुपैयाँ त्यो फोनको कभरको हाल्छु ए भाइ ह्याकरको जस्तो बनाइदिएछ उब्रिन्छ छट माथि पुग्छ घरका अनि भुट्दै खेलेका सुरुमा त नानाले सोतली खेल्नु पनि मजा आयो नाना साथीहरू हामीहरूले चाहिँ यहाँसम्म रोपिसक्यौँ अब यता खन्ने मान्छे नि गलेर यहाँ बसिरहनु भएको छ अब यहाँसम्म अब ऊ त्यहाँनिर थोरै बाँकी छ अनि अब हाम्रो बिउ पनि खासै धेरै छैन अनि त्यही भएर कति मुठा छ बिउ 6 मुठा मात्र बाँकी छ 6 मुठा रोपिसकेपछि चाहिँ घरतिर जाने तर पानी नि परिरहेछ है पानी परिराखेको छ सरर अब यति चाहिँ बल गरिहालौँ भन्ने कुरा हो के हुन्छ पानीले भिजिसक्यो यो फुल पनि रोप्नुपर्ने छ छेउछेउमा सयपत्री फुल मेरो क्यामेरामा धुलै धुलो रहेछ क्लियर देखाएको छ तर धुलै धुलो रहेछ सफा क्लियर देखियो ओ माई गॉड कस्तो देखेछ रे सफा मोए ल ल उठौँ अट यहाँ मेरो फोनलाई छोप्नु पर्ने हुन्छ गाइस छाता अर्ग्यानिक छाताले छोप्नु पर्ने हुन्छ अब रोप्छु टिकिरु यो म हो त्यही रोप्छु ल अघि बनाएको मेरो भिडियो त स्टोरेज फुल भएर नि भिडियो नै भएन रहेछ त्यही भएर फेरि भिडियो बनाउन आएँ अघि भिडियोहरू त टन्न बनाएको थिएँ कि बनाउनु त फेरि मेरो स्टोरेज फुल कति बेला भएछ मलाई वास्तै भएन भिडियो स्टार्ट गर्न त लगाएको थिएँ तर भिडियो स्टोरेज फुल भएर मेरो भिडियो नै भएन रहेछ पानी परिरहेछ गुटुटुटुटुटुटुटु के गर्नु कहाँ हिँड्नु भएको के मगाउनु भ्लग बनाउने वातावरण नै भएन गाइजहरू के सोचेर भ्लग बनाएको के भयो भ्लग बनाउने वातावरण नै भएन कत्रो चाहिँ पानी परेको त यो कत्रो चाहिँ परेको त थालिहाल्यो त अब के गर्नु अनि कुन चाहिँ हिरो नि हो फेरि यस्तो चाहिँ खोलै बोक्नु थाल्यो बिजोक भयो बिजोक के गर्छ कि त्यसले चाहिँ बिजोक भयो के गर्नु र के गर्नु पसल जाम भने नि पानी परेर हैरान पसल पनि बन्द छ अब के खानु के गर्नु अब यो चाहिँ मैले बुनेकै साथीहरू चाहिन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला फ्री डेलिभरी पानी पर्न छ अझै रोकेको छैन भन्दैमा चाहिँ फुलको कलेक्सन देखाउनु पुरै पानी परेको बेला के देखाउनु यो चाहिँ यस्तो दामी तरिकाले बनाउनु भएको मेरो दादाले अनि देख्न सक्नुहुन्छ यस्तो दामी छ अनि यो पनि रोजको बिरुवा हो
पछि सार्ने भनेर बसेको छु अनि यिनीहरू पनि फुल्न लागेछ जिउ कस्तो लाग्छ हजुर सो साथीहरू मेरो भिडियो चाहिँ अब राम्रोसँग गर्न पाएन आज भिडियो त्यसको लागि माफी चाहन्छु सबैजनालाई मैले के एक्सपेक्ट गरेर भिडियो बनाउन खोजेको थिएँ आज के भयो मैले केही गर्नै पाइनँ मैले सोचे जस्तो भिडियोमा खासमा अनि त्यही हो जे जस्तो भए पनि मैले भिडियो चाहिँ अहिले चाहिँ अपलोड गर्ने मैले निर्णय लिएँ अनि आज चाहिँ शनिबार हो भिडियो चाहिँ अब आइतबार मात्र अपलोड हुन्छ अब एडिट गर्छु यताउताखेरि टाइम लाग्ने नै भयो अनि कतिपय भिडियो बनाएको चाहिँ बनाउनु लगाएको भिडियो चाहिँ भिडियो नै भएन रहेछ क्या मेरो स्टोरेज कम छ नि त फोनको त्यो भएर भिडियो नै भएन रहेछ त्यो ख्यालै गरिएन त्यति बेला अनि खासै भिडियो नै भएन अनि जति भिडियो बनाएको छु त्यति भए पनि अपलोड गरिदिन्छु नि त भन्ने भयो मेरो मनमा त्यही भएर जस्तो भयो त्यस्तै भिडियो अपलोड गर्दैछु अनि अर्को कुरा चाहिँ के भने मेरो चाहिँ अब 1K सब्सक्राइबर पुग्नु लागेको छ त्यसको लागि चाहिँ तपाईहरुको सबैको सहयोग चाहिएको छ फेरि अब धेरै पनि छैन अब कति पुग्नु लागिसकेको छ जसले सब्सक्राइब गर्नुभयो उहाँहरु एकदम मनदेखि नै थ्यांक यू सो मच भन्न चाहन्छु अनि नगरेकोहरुले पनि सब्सक्राइब गरिदिनु होला अनि त्यही हो मलाई त खासै बोल्न नि आइरा छैन है भिडियो धेरै पछाडी बनाएर न होला अनि त्यही हो सबैजनालाई लास्टसम्म भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद थ्यांक यू सो मच अब नेक्स्ट भिडियोमा भेट्ने छौं